यो निकै सुन्दर झरना ब्ल्याङ्चे झरना सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका 7 मा रहेको छ। सामाजिक सञ्जालमा अहिले निकै भाइरल भइरहेको यो सुन्दर ब्ल्याङ्चे झरना आज म हजुरहरूलाई घुमाउने छु। यो झरनालाई सुरसिङ झरना वा सोरसिङ झरना भनेर पनि चिनिने गरिएको छ। यस झरनाको सँगसँगै अर्को पनि निकै सुन्दर झरना बगिरहेको छ। वर्षायाम भएकोले होला यो झरना निकै ठूलो बहावले बगिरहेको थियो। करिब 200 फिट भन्दा बढीको उचाइबाट पानी तल झर्ने भएकोले यहाँ वरिपरि पानीको छिटा वा हावा चलिरहने रहेछ। यसकारण पनि हामी झरनाको छेउमा पुग्दा नै मज्जैले भिजिसकेका हुन्छौं। हजुरहरू पनि यहाँ आउनु हुँदा एउटा एक्स्ट्रा लुगा, टावेल, राम्रो ग्रिप भएको चप्पल वा जुत्ता भने अनिवार्य रूपले लिएर आउनुहोस् होला। यो 1 डे ट्रिप भएकोले हजुरहरूले आफ्नो यात्रा भने अलिक सवेरै स्टार्ट गर्नु होला। दिउँसो 12 बजे भित्र झरना पुग्ने हिसाबले जानुभयो भने चाहिँ मज्जैले झरना र झरना वरिपरिको राम्रो एक्सपिरियन्स गर्न सक्नुहुन्छ। 2-3 बजिसकेपछि भने अलि हुस्सु लाग्ने भएकोले झरनासम्म पुग्ने बाटो पनि नदेखिने, फर्किँदा अँध्यारो र अप्ठ्यारो बाटो भएकोले हजुरहरूलाई गाह्रो पर्न सक्छ। आफ्नो सेफ्टी र सामानको सुरक्षा भने आफैले गर्नुपर्ने हुन्छ। झरनाको आसपास खाजा घरहरू या कुनै पनि किसिमको खानेकुराहरू पाउने नभएकोले आफूसँगै लन्च, स्न्याक्स या पिउने पानी चाहिँ सँगै लिएर जानुहोस् होला। यस्तो सुन्दर ठाउँहरूमा जाँदाखेरि जथाभावी फोहोर भने नफालिदिनुहोस् होला। हजुरहरू झरनासम्म पुग्नको लागि मेलम्ची बजार चाहिँ आउनु पर्ने हुन्छ। मेलम्चीबाट भने करिब 2.5 घण्टा 24 किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ। मेलम्चीबाट चनौटे बजार पुग्न अघि नै गोरी खोला रिसोर्टको लेफ्ट साइडको चनौटे कुटुमसाङ सडकतिर उक्लिनु पर्ने हुन्छ। यहाँबाट भने हजुरहरू श्री पातिङ स्कुल हुँदै झरनासम्म करिब 13 किलोमिटर पुग्नु पर्ने हुन्छ। ठाउँ ठाउँमा बाटो बिग्रेको र हिलाम्मे हुनुको साथसाथै रोड र एकदमै उकालो भएकोले 4 व्हील ड्राइभ भएको गाडी नै चाहिन्छ। बाइक वा स्कुटरमा आउनु हुँदा भने बिस्तारै जानुहोस् होला। बाटोमा हजुरहरूले ससाना झरनाहरूको आनन्द पनि लिन सक्नुहुन्छ। आफ्नो सवारी साधन पार्क गरिसकेपछि भने करिब 30 मिनट जति पैदल हिँड्नु पर्ने हुन्छ। यो ढुङ्गा छापेको थोरै उकालो ट्रेल हिँड्नु भएपछि पुग्नुहुन्छ यो सुन्दर ब्ल्याङ्चे झरना। गुगल म्यापमा बाटोहरू अपडेट नभएको कारण त्यहाँ देखाइएको डाइरेक्सनले झरना भन्दा निकै माथि लिएर जाने रहेछ। हजुरहरूले म्यापमा पाटिङ हेलो हब भन्ने सर्च गर्नुभयो भने चाहिँ श्री पाटिङ स्कुलसम्म पुग्न सक्नुहुन्छ र त्यहाँबाट पनि सजिलै झरनासम्म सोधेर पनि जान सक्नुहुन्छ। मेलम्ची बजारमा रहेको मेलम्ची हेरिटेज बुटिक होटलमा बस्ने, खाने सबै व्यवस्था निकै राम्रोसँग पाउन सक्नुहुन्छ। हजुरहरूले मिठो लन्च खाएर आफ्नो यात्रालाई निरन्तरता दिन सक्नुहुन्छ। हजुरहरू पनि आफ्नो ग्रुप मिलाएर एकपटक यो सुन्दर झरना जानुहोस् होला। हजुरको दिन निकै शुभ रहोस्। अपनी दुनिया बदलना चाहते हो ना, जिंदगी में सुकून चाहते हो ना, आओ यार इन पहाड़ों और देखो यहाँ कितना सुकून है और इसी सुकून को अपने अंदर समाने की कोशिश करना।